नमस्कार, म हुँ हेमन्त जैसी। आजको क्लासमा हामीहरू कक्षा 9 को विज्ञान तथा प्रविधि विषयको एकाइ 3 च्याउ मौसरुम अन्तर्गत रहेको सबै अभ्यास सोलुसन गर्नेछौँ। अनि तपाईहरूलाई हाम्रो यस युट्युब च्यानल एडभान्स एजुकेसन स्कुलमा हार्दिक स्वागत छ। सुरु गरौँ आजको क्लास। अभ्यासको प्रश्न नम्बर 1 मा भनेको छ तल दिएका प्रश्नहरूको सही उत्तरमा ठिक चिन्ह लगाउनुहोस्। प्रश्न नम्बर क, च्याउलाई मृतोपजीवी जीव भन्नुको कारण कुन हो? अर्थात् च्याउलाई स्याप्रोट्रफिक जीव भन्नुको कारण कुन हो? सही उत्तर हो यसले सडी गलेका कुहिएका वस्तुबाट खाना प्राप्त गर्छ, त्यसैले च्याउलाई मृतोपजीवी जीव भनिन्छ। प्रश्न नम्बर ख, च्याउमा पाइने मुख्य तत्व के हुन्? च्याउमा पाइने मुख्य तत्व भिटामिन अनि खनिज प्रोटिन हुन्। प्रश्न नम्बर ग, गमा भनेको छ कुन च्याउबाट क्यान्सर रोगका उपचारका लागि औषधि बनाइन्छ? सही उत्तर हो रातो च्याउ। प्रश्न नम्बर घ, हाइमेनियममा पाइने स्टेराइल कोषलाई के भनिन्छ? सही उत्तर हो पाराफाइसिस। प्रश्न नम्बर ङ, बेसिडियोस्पोर कहाँ बन्छ? सही उत्तर हो हाइमेनियम। यस प्रकार हामीहरूले प्रश्न नम्बर 1 लाई सल्भ गरेका छौँ। अब हेर्दैछौँ प्रश्न नम्बर 2। प्रश्न नम्बर 2 मा भनेको छ कारण दिनुहोस्। प्रश्न नम्बर क, च्याउलाई मृतोपजीवी जीव भनिन्छ किन? अर्थात् च्याउलाई मृतोपजीवी भनिन्छ। उत्तर, च्याउले सडिगलेका कुहिएका वस्तुबाट खाना प्राप्त गर्छ, त्यसैले च्याउलाई मृतोपजीवी जीव भनिन्छ। प्रश्न नम्बर ख, मानिसका लागि च्याउ फाइदाजनक र हानिकारक दुवै हुन्छन्। उत्तर, सामान्यतः च्याउ खाने च्याउ र विषालु च्याउ गरी दुई प्रकारमा पाइने गर्छन्। खाने च्याउ सेवन गरेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग जस्ता रोगहरू नियन्त्रण हुन्छन्। यसका साथै च्याउमा भिटामिन, त्यसपछि प्रोटिन, फाइबर आदि तत्त्वहरू पाइन्छन्। तर विषालु च्याउ सेवन गरेमा मानिसको मृत्यु समेत हुन सक्छ, त्यसैले च्याउ मानिसका लागि एक फाइदाजनक पनि हुन्छ र हानिकारक पनि हुन्छ। यसरी बुझ्नु होला कि हामीले च्याउ सेवन गरेमा हामीलाई फाइदा पनि हुन्छ र घाटा पनि हुन्छ। अब यसरी बुझ्नु होला कि विषालु च्याउ सेवन गरे भने मानिसलाई घाटा हुन्छ, तर अर्थात् मानिसका लागि हानिकारक हुन्छ। तर खाने च्याउ सेवन गर्यो भने मानिसका लागि धेरै नै फाइदा हुन्छ, किनभने विभिन्न प्रकारका रोगहरू नियन्त्रण हुने भए अनि विभिन्न प्रकारका पौष्टिक तत्त्वहरू पनि पाइने भए, त्यसैले के हुन्छ त मानिसका लागि च्याउ फाइदाजनक र हानिकारक दुवै हुन्छन्। प्रश्न नम्बर ग, गमा भनेको छ उच्च रक्तचाप, मधुमेह, मुटु रोग भएका मानिसलाई च्याउ सेवनमा प्रोत्साहन गरिन्छ। भनेको मुटु रोग, त्यसपछि मधुमेह, उच्च रक्तचाप यस्ता खालका रोग लागेका मानिसहरूलाई च्याउ सेवन गर्नुहोस् भनेर सल्लाह दिइन्छ, अर्थात् प्रोत्साहन गरिन्छ। किन भनेको छ उत्तर, च्याउको सेवन गरेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग जस्ता रोगसँग लड्ने क्षमता हुन्छ, त्यसैले उच्च रक्तचाप, मधुमेह, मुटु रोग भएका मानिसलाई च्याउ सेवनमा प्रोत्साहन गरिन्छ। प्रश्न नम्बर घ, जङ्गली च्याउ प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ। उत्तर, प्राय जङ्गली च्याउहरू विषालु हुने गर्छन्, जसको सेवन गरेमा मानिसको मृत्यु समेत हुन सक्छ, त्यसैले जङ्गली च्याउ सेवन गर्दा सावधानी अपनाउनु पर्छ, अर्थात् च्याउ प्रयोग गर्दा सावधानी अपनाउनु पर्छ। अब हामीले प्रश्न नम्बर 3 लाई हेर्दैछौँ है त। प्रश्न नम्बर 3 मा भनेको छ फरक छुट्याउनुहोस्। प्रश्न नम्बर क, खाने च्याउ र विषालु च्याउ। खाने च्याउ र विषालु च्याउका बीचमा निम्नानुसार फरक रहेको छ। खाने च्याउ, विषालु च्याउ। खाने च्याउ अन्तर्गत मानिसका लागि फाइदाजनक हुन्छन्, विषालु च्याउ अन्तर्गत मानिसका लागि हानिकारक हुन्छ। अब दोस्रो फरक, खाने च्याउ काट्दा खासै दागहरू देखिँदैनन्, तर विषालु च्याउ काट्दा हरियो बैजनी दागहरू देखिने गर्छन् है त। प्रश्न नम्बर ख, खमा भनेको छ प्राथमिक र द्वितीय माइसेलियम, अर्थात् प्राथमिक माइसेलियम र द्वितीय माइसेलियमका बीचमा फरक भनेको छ। यिनीहरू बीच फरक यस प्रकार रहेको छ, प्राथमिक माइसेलियम, द्वितीय माइसेलियम। पहिलो फरक, प्रत्येक कोषमा एउटा न्युक्लियस हुन्छ। अब द्वितीय माइसेलियम अन्तर्गत प्रत्येक कोषमा दुईवटा न्युक्लियसहरू हुन्छन्। त्यसपछि प्राथमिक माइसेलियम अन्तर्गत यो बेसिडियोस्पर उम्रेपछि बन्छ। त्यसपछि द्वितीय माइसेलियम विपरीत स्टेनको दुई प्राथमिक माइसेलियम संयोजन भएर बन्छ। प्रश्न नम्बर ग, जसमा भनेको छ पाराफाइसिस र बेसिडियम। पाराफाइसिस र बेसिडियमका बीचमा फरक यस प्रकार रहेको छ। पाराफाइसिस, बेसिडियम। पाराफाइसिस अन्तर्गत पाराफाइसिस सुरक्षाको काम गर्छ,
त्यसपछि बेसिडियम अन्तर्गत यसले चाहिँ प्रजननको काम गर्छन्। अब त्यसपछि अर्को फरक रहेको छ, पाराफाइसिस फिलामेन्ट आकारका हुन्छन् भने बेसिडियम क्लब आकारका हुन्छन्। यस प्रकार हामीहरूले प्रश्न नम्बर 3 लाई पनि सल्भ गरिसकेपछि अब हेर्दैछौँ प्रश्न नम्बर 4। प्रश्न नम्बर 4 मा भनेको छ तलका प्रश्नको उत्तर लेख्नुहोस्। प्रश्न नम्बर क, च्याउमा पाइने पौष्टिक तत्त्वको नाम लेख्नुहोस्। उत्तर, च्याउमा भिटामिन, प्रोटिन, फाइबर तथा खनिज आदि पौष्टिक तत्त्वहरू पाइन्छन्। प्रश्न नम्बर ख, च्याउको औषधीय महत्त्व बारेको अर्थात् महत्त्वको वर्णन गर्नुहोस्। च्याउको औषधीय महत्त्वको वर्णन गर्नुहोस् भनेको छ। उत्तर, च्याउको सेवन गरेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोगसँग लड्ने क्षमता हुन्छ। त्यसैगरी च्याउबाट विभिन्न प्रकारका औषधिहरू बनाउन सकिन्छ। यी औषधिहरू दम, मधुमेह, क्यान्सर, पाइल्स है त पाइल्स अर्थात् घाँटी सम्बन्धी सम्पूर्ण रोगका लागि उपयोगी हुन्छ। त्यसैले च्याउको औषधीय सेवन गर्दाखेरि अर्थात् औषधीय सेवनमा पनि अर्थात् औषधीय पनि महत्त्व छ। अर्थात् च्याउ औषधि बनाउनका लागि पनि धेरै नै उपयोगी हुन्छ भन्ने कुरा हामीले यहाँबाट बुझ्न सक्छौँ। अर्थात् च्याउको औषधीय महत्त्व पनि थाहा पाउन सक्छौँ। यो परीक्षामा आउने खालको छ, हेर्नु होला। प्रश्न नम्बर ग, गमा भनेको छ मानव स्वास्थ्य तथा आय आर्जनका लागि है त मानव स्वास्थ्य तथा आय आर्जनका लागि च्याउ महत्त्वपूर्ण मानिन्छ। एउटा भनाइ छ, च्याउ चाहिँ मानव स्वास्थ्यको लागि र आय आर्जन गर्नका लागि महत्त्वपूर्ण छ भन्ने छ। कसरी छ, किन छ, ती सबै तर्कसहित लेख्नुपर्ने छ। उत्तर यस प्रकार रहेको छ, च्याउमा भिटामिन, फाइबर, प्रोटिन तथा खनिज लगायतका विभिन्न तत्त्वहरू पाइन्छन्। च्याउको नियमित सेवन गरेमा विभिन्न प्रकारका रोगहरू नियन्त्रण गर्न सकिन्छ। यसका साथै च्याउकै सुकुटी, अचार आदि समेत बनाइन्छ। त्यसैगरी च्याउको विभिन्न सुकुटी भए, अचार भए, अन्य सुपका लागि पनि प्रयोग गरिन्छ है च्याउ, यो पनि तपाईँलाई थाहा छ। यसरी च्याउको माग उच्च रहेकाले राम्रो आय आर्जन गर्न सकिन्छ। प्रश्न नम्बर घ, साधारण प्रविधिबाट घरमै च्याउको खेती कसरी गरिन्छ छोटकरीमा वर्णन गर्नुहोस् भनेको यो अलि उत्तर लामो छ। हामी साधारण प्रविधिबाट हाम्रो घरमै नै कसरी च्याउ बनाउन सक्छौँ अर्थात् कसरी च्याउ खेती गर्न सक्छौँ भन्ने कुरा छ, जसको छोटकरीमा वर्णन गर्नुपर्ने छ। अर्थात् यहाँ बुँदा छन् 10 वटा, ती हामीले जस्ता जस्तै मैले किताबको लेखेको छु र हामीले त्यही कुरा यहाँ छलफल गर्नेछौँ। साधारण प्रविधिबाट घरमै च्याउ बनाउने विधिहरू यस प्रकार रहेका छन् है त अर्थात् यसरी अपनाउन सकिन्छ। जुन नम्बर 1, राम्रो गुणस्तरीय पराल सङ्कलन गर्ने र त्यसलाई 1 देखि 2 इन्चसम्मको मसिनो टुक्रो बनाउने अर्थात् टुक्रा बनाउने। हामीले पराल सङ्कलन गर्ने राम्रो गुणस्तरीयको, त्यसलाई 1 देखि 2 इन्चसम्मको के गर्ने त मसिनो टुक्रामा बनाउने। त्यसपछि दोस्रो नम्बरमा परालको मसिनो टुक्रालाई पानीमा राखेपछि तेस्रो नम्बर उमालेको पराललाई राम्ररी सुक्खा बनाउने र एक दिनपछि उक्त सुक्खा परालका टुक्रालाई प्लास्टिकका थैलीमा मिलाएर राख्ने है त। नम्बर 4 मा भनेको छ परालको टुक्रालाई प्लास्टिकको थैलीमा तह तह बनाई 5 देखि 6 तह एउटा जति पराल पार्ने मसिनो भुवा छर्कने कसरी लेख्न। को सूची भनेको छ के उत्तर राम्रोसँग पखाल्ने। नम्बर 2 वा आधुनिक ओभन प्रयोग गरी उक्त कसरी कहिले काहीँ परीक्षामा नसरी सुकुटी बनाउन सकिन्छ। प्रश्न नम्बर 6, विशाल च्याउ अर्थात् वा भनेको छ सामान्यतया यो सजिलो रहेको छ, 2 मार्क्सका लागि आयो भने तपाईँले छोड्नु चाहिँ हुँदैन। यहाँ विभिन्न प्रकारका खालमा यसलाई हामी पाइलस तर अलिकति लामो धनात्मक हुन्छ। यहाँ सेकेन्डरीमा मियोसिसको यसरी प्रत्येक है त को साना साना अनुकूल नम्बर यहाँमा चाहिँ हामीलाई यो च्याउ त बिजाडुहरू उत्पादन र प्रकारले सजिलो हेर्दैछौँ। यहाँ अ आ चित्रमा भाइने फरक छ भने बेसी नियम प्रकारका हुन्छन् जुन तपाईँले यहाँ देखिएबाट एउटा धनात्मक स्ट्रेन र एउटा उत्तर आको उत्तर र इको छन्। अनि केही कुरा छुटेको पनि हुनसक्छ, त्यस्तो छ भने तपाईँले कमेन्ट राख्नुहुनेछ भन्ने आशा छ। अनि भिडियोलाई लाइक गर्नुहोला। अनि तपाईँ हाम्रो च्यानल एडभान्स एजुकेसन स्कुलका लागि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्न भने नबिर्सिनुहोला। अब मैले क्रमशः सल्भ गरिसकेपछि अभ्यासका भिडियोहरू मैले मोडल क्वेसनहरू अनि एक्स्ट्रा नलेजहरू दिने प्रयास गर्नेछु। तपाईँले त्यसैले च्यानललाई सब्सक्राइब गर्नुहुनेछ भन्ने विश्वास छ र लाइक गरेर मलाई सपोर्ट गर्नुहोला। आजको लागि यति नै भन्छु। अर्को नयाँ क्लासमा तपाईँसँग मेरो भेट हुनेछ। धन्यवाद, नमस्कार।